डियर बालेन, आत्मीय बालेन, प्रिय बालेन, नेता बालेन, जतासुकै बालेनलाई हरेकले हरेक रूपमा सोचे बुझे र बालेनले बोकेको घन्टी बजाउँदै देशैभरि राजनैतिक सुनामी ल्याए। देशैभरि रुखहरू ढले जस्तै भए, घामहरू बादलले छेकिए जस्तै भए, हलोहरू माटोमै गाडिए, तारा टिमटिम परे। यो राजनैतिक कथा एकादेशको कथा जस्तो होइन, अहिले नेपालको वास्तविक अवस्था जस्तो भयो। यो अवस्था ल्याएर राजनैतिक प्रणालीमा हस्तक्षेप गरेर जुन आफ्नो लगनमा आफ्नो काममा सफलता प्राप्त गरे, राष्ट्रिय स्वतन्त्र पार्टी र पार्टी सभापति रवि लामिछानेसँग मिसेर काठमाडौँ महानगरपालिकाका पूर्व मेयर बालेन्द्र शाह बालेनले जसरी राजनैतिक उत्पात मच्चाए, खैला मैला ल्याइदिए, त्यो खैला मैला ल्याउने आफ्नो काममा सफलता प्राप्त गरेकोमा बालेन र रविलाई हार्दिक बधाई। तथा आम नेपालीले, हामी नेपाली हो, हामी कुनै पार्टी कार्यकर्ता यसको वा त्यसको भनेर हामीलाई भेदभाव हुने छैन। देशमा शान्ति, सुव्यवस्था, अमन चैन र जनताको जनजीविका चलाउने क्रममा राम्रोसँग काम गरेर देशलाई अगाडि लान्छन् भन्ने जनताले गरेको यो अपार आशा, भरोसा र विश्वासको जुन चुचुरो छ, त्यो चुचुरोलाई कम हुन दिने छैनन्। त्यही पाइलामा अगाडि बढ्नेछन् भन्ने शुभेच्छा राख्दै भावी प्रधानमन्त्रीको रूपमा प्रस्तावित गरिएका बालेन शाह र जुन पार्टीबाट उम्मेदवारी दिएर पार्टीलाई नै झन्डै 2/3 बहुमतको अवस्थामा पुर्याए, त्यो दल राष्ट्रिय स्वतन्त्र पार्टीलाई एक आम मतदाता, नागरिक र एउटा देशको शुभेच्छुकको नाताले बधाई र शुभकामना व्यक्त गर्दछु। कङ्ग्रेचुलेसन बालेन, कङ्ग्रेचुलेसन एन्ड बेस्ट विसेस फर योर सक्सेसफुल टेनर। अब आउने पुस्ताले बालेनको उदाहरण दिएर राजनीति यस्तो होस्, नेता यस्तो होस् भनेर कर्मले पनि भन्न सकुन्, व्यवहारले नि भन्न सकुन्। अहिले बालेनलाई जुन एल्गोरिदम, सामाजिक सञ्जालहरूको एल्गोरिदमबाट चलेको, अन्तर्क्रियामा कम घुलित भएको, आफ्ना विपक्षीहरूलाई र विपक्षी विचारलाई खासै वास्ता नगरेको, आफ्नो रिस आफूले राख्ने, अरूलाई चाहिँ सानो ठुलो भेदभाव गर्ने गरेको भनेर आरोप लगाइए भने एकातिर उनले अत्यधिक अवरोधहरूका बिचमा पनि राम्रो काम गरे, काम गर्न नदिँदै पनि गरे भनेर जुन मोर्चाबन्दीहरू भइरहेका थिए, ती सबैलाई बालेनले भने चाहिँ काम मागेर कामलाई कामबाट उत्तर दिने भनेर जुन देशव्यापी दौडा गरेका थिए, छोटो मिठो भाषणहरू गरेका थिए। भलै उनका भाषणहरूमा केही प्रतिक्रियाहरू आयो होलान्, तर नेताहरूले बोल्ने लामो भाषणको सट्टामा छोटो भाषण गर्ने र आफ्ना कुराहरू राख्ने जुन शैली उनले अपनाए, आफ्नो प्रचार गर्ने एउटा तरिका अपनाए, त्यस बारेमा भने बालेनले आम परिवर्तन ल्याएका छन्। सबैको सोचाइ र बुझाइलाई परिवर्तन गर्नुपर्छ भन्ने अवस्थामा पुर्याएका छन्। यो आशा र भरोसा मर्न नदिनु। विपक्षी विचार, विपक्षी मत भएका राजनैतिक दल र कार्यकर्ताहरूले पनि हाम्रो प्रधानमन्त्री, हाम्रो बालेन भन्न सक्ने वातावरण तयार बनोस्। बालेन र सिङ्गो रासपालाई, बालेन र रविको टिमलाई हार्दिक बधाई तथा शुभकामना।